whipping up the babies, got the pot. May. यस्तो हो जापानमा दुःख चाहिँ अति दुःख छ अहिले चाहिँ पानी झन् डेन्जर परिरहेको छ वेलकम टु माई भ्लग आज चाहिँ म बिहानीको सुरुवातसँगै भन्दा पनि 2 दिन लगातार काम हालेर अहिले चाहिँ म रुमबाट ठ्याक्क रुम आइपुग्ने बित्तिकै चट्ट फेरि निस्किसकेको छु आज चाहिँ कहाँ गइँदैछ भन्दाखेरि सेन्दाई टक्क सेन्दाई गइँदैछ साथी आएको छ ओकिनावाबाट किरण अनि आज किरण म संयोग अनि हाम्रो अर्को एकजना साथी हामी आज सेन्दाई जाँदैछौँ अहिले चाहिँ म ठ्याक्कै कहाँ छु भने सिन्जुकु वा टोकियोको सबभन्दा मेन सिटी मुटुमै छु अहिले चाहिँ म यहाँबाट म जाँदैछु अहिले चाहिँ म ठ्याक्कै ताचिखावाको स्टेसन जाँदैछु अनि ताचिखावा स्टेसनबाट केटाहरू त्यहाँ बसिरहेछ अनि त्यहाँबाट चाहिँ हाम्रो ट्राभल हुन्छ गाडीमा अहिले चाहिँ म स्टेसन जाँदैछु है लेट्स गो यो चाहिँ सिन्जुकु रहेको छ सिन्जुकु सिधा भित्री साइड यहाँबाट चाहिँ अब हामी स्टेसन जाँदैछु यो चाहिँ हो सिन्जुकुको क्याट पार्क यहाँ चाहिँ यति नै एलइडीमा 3D क्याट देखाउँछ त्यति नै हेर्नको लागि मान्छेहरू लास्टै भेट्नुहुन्छ सिन्जुकु स्टेसन अहिले चाहिँ म ट्रेन चढिसकेको छु अहिले चाहिँ म ताचिखावा स्टेसन आइपुगेको छु केटाहरू पनि आउँदैछ मलाई लिनुको लागि सो म एकछिन वेट गर्छु ताचिखावा स्टेसन यस्तो दामी छ त अब चाहिँ हाम्रो यात्रा सुरु हुन्छ सेन्दाईसम्मको है ताचिखावा होइन गाइड म मुतेर आइसकेको छु यो चाहिँ मैले किन भनेको भने जापानको म्याप यति एकुरेट छ नि तपाईँले टोइलेट हाल्नु भने पनि ठ्याक्कै देखाइन्छ क्या त्यस्तो छ त्यो भएर जापान आउनु हुँदैछ कोही भने म्याप चाहिँ हेर्न मजाले सिकाएर आउँदा बेस्ट हुन्छ म्याप भयो भने जहाँ पनि जान सकिन्छ क्या कसैलाई कोही भार गुहारै गर्नु पर्दैन आफै जाने आफै आउने अरूको खाँदैन अहिले चाहिँ हाम्रो गाडी आइसकेको छ अब हामी जाँदैछौँ सेन्दाई फाइनली हाम्रो साथीसँग हाम्रो भेट भइसकेको छ खोलिँदैन तपाईँ यस अहिले चाहिँ हामी छिरिसकेको छौँ साथीले के भन्छ यसलाई पिकाचु लिइसकेको छ अहिले चाहिँ हाम्रो फर्स्ट टोल अब स्टार्ट भइसकेको छ यहाँदेखि अब हामी डाइरेक्ट एक्सप्रेस हाइवेमा सरर हानिदिन्छौँ है ग्रुपमा एउटा जाँगरीले साथी भयो भने यसो फाइदै हुन्छ यता हाम्रो विपिन साथी चाहिँ टक्कसँगले आज खानासाना सब प्याक गरेर होइन बाहिरको साइडको चट्ट बनाएर ल्याएको छ साथीले साथी आरिगातो गोजाइमास्ता यो किरणको या ग्रुपमा एउटा यसो जाँगरीले साथी पऱ्यो भने हिँड्दाखेरि पनि यसरी खाना पाइँदो रहेछ मासु र भात विपिन साथी यता हेर त ओहो कति राम्रो अब चाहिँ हामी खाँदैछौँ साथीले आएको रहेछ वाउ चाहिँ म साथीले बनाएको भात यसो ट्राई गर्दैछु मासु चाहिँ कुखुराको भए पनि साथीले सुँगुरको जस्तो बनाएर काटेको रहेछ वाउ मिठो रहेछ साथीले बुढी चाहिँ खुसी बनाउनु रहेछ पछि सेन्दाई Good morning guys, good morning.
अहिले चाहिँ हामी सेन्दाईको डिटो भएको छ। हामी निस्किसकेको छौँ घुम्नको लागि भनेर, तर मौसम चाहिँ अलिक साथ दिएको छैन, पानी मात्र परिरहेछ। यस्तै छ, यस्तै छ। अब हामी जाँदैछौँ लाइट्स। अहिले चाहिँ हामी दामी ठाउँ घुम्न जान आँटेको थियौँ, तर के गर्नु गाइज, मौसमले साथ दिएन हामीलाई। अब त्यही भएर हाम्रो प्लान चेन्ज भएर हामी चट्ट कहाँ जाने भनेर उयो गर्दैछौँ। गाडीहरू पनि आउँदैछ, अरू 2-3वटा गाडी। यस्तै छ, हेर्दै गर्नुपर्ने हुन्छ। अब चाहिँ हामी सबजना भेला भइसक्यौँ। सर्ट निस्किन्छौँ। दादा अहिले चिलमा हान्छ। अब लाग्ने हो। लाग्यो लाग्यो लाग्यो। ल आफ्नोमा टक्कसँगले लाग्यो। अब यो प्रिमियम पेट्रोल हाल्दैछौँ है। अहिले चाहिँ हामी प्रिमियम पेट्रोल के पुगेछ। अहिले चाहिँ हामी आइसकेको छौँ जापानको ड्याममा। ओ वोमेनासाई उयो चाहिँ के हो त्यो? यस्तो भुमरीहरू आइरहेको रहेछ। यस्तै छ है जापान। यो चाहिँ जापानको ड्याम हो। जापानको अहिले हामी ड्याममा छौँ। वाउ, कोही रहेन छैन। यता यसमा त रहेछ नि त यो रुखहरूलाई। यहाँ दामी रहेछ क्या, रुखहरूले कस्तो बनाएको छ नि त। वाउ। यो हामी चाहिँ के घुम्न भनेर त यत्रो टोकियोबाट है, यत्रो लगभग 5-6 घन्टाको राइड हानेर सेन्दाई आयो होइन। सेन्दाईको मौसम हेर्नु ल एकचोटि। सेन्दाईको मौसम यस्तो छ क्या, मौसम चाहिँ यस्तो छ क्या। ल पानी परेर के हो यार यस्तो, भगवान् यस्तो त नगरौँ न हो, यस्तो नगरौँ मर्यो यार। अहिले चाहिँ हामी सेन्दाईको यो राम्रो ठाउँमा आइसकेको छौँ, तर पानीले गर्दाखेरि लास्टै बिजोग बनायो क्या। लास्टै के पानीले चाहिँ लास्टै भयो। ठिकै छ र पनि हामी घुम्दैछौँ। गाइज हेर्दै हुनुहुन्छ तपाईँ दिनेश ब्लग्स। अनि अब तपाईँलाई यस, अब तपाईँहरूलाई म देखाउन गइरहेको छु। मुटु थामेर बस्नु होला। Let's see the view. See the view. Yo. Damn. यो चाहिँ हामी यहाँ आएको छौँ। यस्तो छ। वाउ। साथीहरू यस्तो पानी परिरहेछ होइन, यस्तो दुःख गरेर हामी के हेर्न आएको थाहा छ के हेर्न आएको? अब देखाउँछु एकछिन है। What the hell is the noise? Wow, ओए भिजे। झन् ठुलो पानी परेर हामीले भिडियो वाउ, खतरा यार, खत्रै छ के, खत्रै। यहाँ त धन्न मोबाइल वाटरप्रुफ यार, मान्छे त वाटरप्रुफ होइन तर अलिकति भिज्यो देश। हामी चाहिँ अहिले यहाँ घुम्दैछौँ। यस्तो दामी छ। यताबाट साथी यस्तो देखाइदिनु न। मोबाइल वाटरप्रुफ हो क्या, केही हुँदैन मान्छेको। म भिजिसकेँ नि त। अहिले चाहिँ हामी यहाँ माथि चढ्दैछौँ, 2जना मात्र छौँ। अरू केटाहरू खोइ कहाँ हरायो के, चढ्नै नसकेर यस्तो माथि आइएको छ। आउँदै थियो बाटो देख्दै हुनुभयो अगाडि, सक्दैन नि त यहाँ आउनु। तर हामी चाहिँ चढ्दैछौँ। पानी झरी पुरा परिरहेछ। गन्तव्य नपुगी हामी नछड्ने हो क्या। हामी चाहिँ फेरि झापाली सङ्कल्प लिएपछि मान्छे पुरै ठिस भन्ने सङ्कल्प लिएपछि हामी पुरा गर्छ। धेरै छैन, 500 मिटर हो। त्यहाँपछि हामी चढिसक्यो। एकदम दामी भ्युज देखाउँछौँ। भ्युज भनेछु यार, भ्युज देखाउँछौँ। भ्युज आउनु पर्यो, त्यति हो हाम्रो बाटो। अगाडि पछाडि देखाइदियो। यस्तो छ बाटो होइन, यस्तो छ बाटो। यस्तैबाट चढि। अहिले चाहिँ तपाईँहरू हेर्नु हुँदैछ iPhone 17 Pro Max 512 GB। गलेर पनि हामी रोकेको छैनौँ पानीमा। छाता उडेर भए पनि हिँडिरहेछौँ। यो भालुबाट सावधान भनेको छ। यहाँ जङ्गल भालुसँग चाहिँ हल्का डर लाग्दैछ। भालुसँग त पहिलादेखि डर लाग्थ्यो कि मलाई, तर भालुसँग हामी डराउँदैनौँ। यहाँ के लेखेको रहेछ, अब कति मिटर रहेछ, कति किलोमिटर, 400 मिटर अरे यार।
अब हामी जम्मा 400 मिटर छ अब 400 मिटर छ। हेर्दैछ हामी अहिले 500 मिटर आइएछ माथि यता अघिको ठाउँबाट। 400 मिटर छ। अब हामी फेरि जाँदैछौँ है। 400 मिटर पुगेपछि हामी फेरि अर्को भिडियोमा भेट्छौँ है त। बाई। See you। हामी 200 मिटर चढिसक्यौँ। अब बाँकी रहेको छ सिर्फ 200 मिटर। देख्न सक्नुहुन्छ। अब यहाँ यस्तो छ साथी, हामी जाउँ साथी, जाउँ जाउँ जाउँ। बसेर कामै छैन क्या। हामी जाँदैछौँ माथि। यो चाहिँ रहेको छ जापानको सेन्दाई भन्ने सहरको एकदमै युमेइना तोकरो देश स्वदेश ने। यस्तो चाहिँ हामीले जापानिज बोलेको। अब मेरो भ्युअरहरूले बुझेन भने यो भनेको चाहिँ ट्रान्सलेट गरेर हेर्नु होला। त्यही गर्नु नि त ल है। अब हामी जाँदैछौँ सट्ट माथि पुगेर त खत्रै भ्यू छ क्या, खत्रै। एकछिनको धैर्यताले खतरा भ्यू हेर्न पाइन्छ है जापानको। ल हस् त, धन्यवाद। र पनि तपाईँको प्रतीक्षाको घडी यहीँ खत्तम भएको। हामी जानकारी गराउन चाहन्छौँ र अब देखाउन गइरहेको छौँ सानो राम्रो भ्यू है। एकदम भिड भएर भने हामी यहाँ आइपुग्यौँ यस्तो पानी झरीमा। पहाड चढ्दै 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 ल यस्तै छ ल यहाँको अब भ्यू अब देखाउँछु है। अब चाहिँ देखाउँदैछु यहाँको भ्यू। वाटर भ्यू। सस्पेन्सन ब्रिज 0.9 मिटर अरे, 9 किलोमिटर अरे जाने हो र। अहिले चाहिँ अब हामी यहाँ आइपुगेको छौँ। एकछिन अब यहाँ बस्छौँ अनि त्यस पछाडि हाम्रो जाने नजाने कुरा। अहिले चाहिँ यस्तो छ। यो एउटा हल्का देखाउँछु क्लिप खोइ। यस्तो छ है। यस्तो हो जापानमा। दुःख चाहिँ अति दुःख छ, तर वेन इट्स कम टु टुर होइन, भिजिट गर्न बेलामा चाहिँ फेरि कसम भरि जापानलाई फेरि सक्दैन है होइन साथी। दुःख गरेको जति चाहिँ फेरि घुम्न आउँदाखेरि चाहिँ फेरि बब्बालै मजा आउँछ क्या, कसम भनेको। टुरिज्मको लागि चाहिँ, घुम्नको लागि चाहिँ जापान इज द वान अफ द बेस्ट प्लेस हो क्या। काम गर्न त फेरि जुत्तो काम हाल्नुपर्छ, खत्रै काम हाल्नुपर्छ, मरिन्छ होइन। हेरौँ न यो के हो यस्तो क्या। सो ब्युटिफुल यार, ब्युटिफुल। यस, त्यो पानी झन् डेन्जर परिरहेको छ। डेन्जर भिजिसक्यो साथीको म। अब यहाँबाट लगभग 1 किलोमिटर छ क्या तल जानुपर्ने। डेन्जर भइसक्यो कि। तर यहाँ चाहिँ दामी मजा आयो। जोस भन्दै क्या मजा आयो। अब हामी तलबाट देखाउँछ है एकैचोटि। अब चाहिँ म नेचरको आवाज मात्रै क्याप्चर गर्दैछु। सब दामी सुरु भयो। This is the sound of nature. अब चाहिँ हामी यहाँबाट सिक्सकेको छौँ। जान्छ है सही हो। अब चाहिँ यहाँबाट हामी फेरि सिटी जान्छौँ। कस्तो मजा आयो क्या यो यहाँको यो झरना, यहाँको यो पानी है, लेक। घुम्नको लागि चाहिँ बबालै हो क्या। साथी अगाडि जाँदैछ। वेलकम टु सेन्दाई। म त पहिले नै सेन्दाई बसेको। तिम्रो त नामै बिपिन सेन्दाई हो नि। ल है अहिले चाहिँ अब यस्तो जाँदैछ। म चाहिँ लस्सी खान्छु, अरूजना सबजना उयो हान्दैछ। म चाहिँ लस्सी हो। जति सबै